यो के हुन्छ यो क्या सोच्छु भने त्यो भएन यहाँ त्यो यो घरमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ होला? बा कोठा खोज्दै आर्थिक कोठा खाली छ र यो घरमा? म मात्रै बस्ने हो बा। हजुर हजुर ए पढ्छु बा यतै यता कृष्ण सेन इच्छुक बाउ परीक्षालयमा। हजुर ल आए बा। बाबु कोठामा बस्ने तिमी नै हो? हजुर म नि हो पाले अनि कति पढ्छ तपाईँ? म अहिले डिप्लोमा पढ्छु बाजे इन्जिनियरिङ पढ्ने मान्छे रहेछु। मान्छे पनि झिक्यो छ। हजुर गर्लफ्रेन्ड पनि होला छैन बा। सबैले त्यही भन्छन् पहिला यही कोठामा बसेका छन् अब हेर दुईजना मान्छे। हजुर को रहे कहाँ जम्मा केटी ल्याउने, कोठा फोहोर गर्ने, टोयलेट पनि सफा नगर्ने, हजुर बाथरुम पनि सफा नगर्ने त्यस्ता थिए बाबु। तिम्रो त्यस्तो छैन होला बा? छैन बा छैन म गरिहाल्छु सफा त गरिहाल्छु। अनि बाबु कोठामा किलाकाटी पनि गर्नु पाइन्न बा? ए ठोकिन बा। घर कहाँ नि बाबु? मेरो घर छ एउटा कोलकोतिर। हजुर अनि पहिला कहाँ बसेको त? पहिला उता कलेजको यतापट्टि बसेको थिएँ एउटा घरमा। त्यहाँ के घर छोड्यो? नै त्यता घरबाट खाली चाहियो अरे अनि यता सानो भएको केटी पनि भयो त होइन? बा ग्राममा केटी छ केटी नदेख्नु बाबु अब कोठा हेरेको हुन्छ। कन रहेछ एउटा यो कोठा पनि खाली होला। हजुर अर्को कोठा फेरिएका छ। भाडा पनि विषय भन्दा हजुर म त 4000 राखेको छु। ए 4000 हो बा। ए हो र सबै फ्री नै हो बा। ए एउटा खाट पनि हुन्छ। ए कहाँ म छोड्दैन कहाँ छोड्दैन किलाकाटी त छोड्दैन। ए पहिला छैन पछि नै बिदामा बा। अब भोलि नै साडी हाल्यो भोलि नै आइहाल्छु। अब भोलितिर आजतिर त्यतिकै खोज्दै आएको थिएँ पैसा नल्याएर आएको थिएँ। भोलि नै भोलिबाट बसौँ है त। केटो भर पर्दै रहेछ आउँछु भनेर बैना नबुझाए पनि आयो है केटो त। बाबु आइपुग्यौ त? बाबु हेर कोठा त्यही हो के अरे जतन गरेर बस। मान्छे त विश्वासीले रहेछौ। आउँछु भनेपछि आइहाल्यो है। हाम्रो कोठा यही नै हो। ल जाऊ है त भित्र। अबदेखि हामी एउटै घरका जस्तै भएर मिलेर बस्नुपर्छ है त। बाबु ए बाबु के तिमीले के भित्तामा काटी छोड्यो त्यो बा? ए हातमा ढुङ्ग छोपेको छ अझै ल भित्तामा ढुङ्ग पाइन्न भने नि त्यही जे पाइन्न भने त्यही गरेछ। तेरो गाडी खाटामा राख्छु भोलिमा भित्र नपाउँदै भने आगो एक दिन बाँधेन ती गाडी जम्मा भित्र दुई ठाउँ रोकेर एक ठाउँ फाल गरेर यो के हुन्छ यो? मेरो घर बिगार्दा कति मिहिनेत गरेर रगत पसिना मेरो जिन्दगीभरिको रगत पसिना लागेर बनाएको घर यसरी भित्र ठोकेर बिगारिदिन मिल्छ? अबदेखि यस्तो ठोकेर निकाल यस्तो ठोकेर भेटायो भने बाबु तिमीलाई म कोठाबाट निकालिदिन्छु। ख्याल गरे है। कोठा भाडामा दिन खोज्यो
घर बिगारिदिएर खपिसक्नु पर्यो मान्छेलाई। म